जङ्गलमा छौँ। देख्न सक्नुहुनेछ यहाँ चाहिँ संस्कृति पार्टीबाट श्रमदान भइरहेको छ। हामी यहाँ देख्न सक्नु हाम्रो पार्टीका सदस्य अध्यक्ष हर्कराज साम्पाङ पनि यहाँ श्रमदान गर्दै हुनुहुन्छ। देख्न सक्नुहुनेछ। नमस्कार सर, नमस्कार। यहाँ श्रमदानको लागि स्वयं साथीहरू यतिखेर हामी चाहिँ स्वयम्भूमा छौँ। देख्न सक्नुहुनेछ यहाँ चाहिँ श्रमदाताहरू भेला भइसक्नु भएको छ। आज चाहिँ स्वयम्भूमा सरसफाइको कार्यक्रम रहेको छ। यहाँ चाहिँ यतिखेर धेरैभन्दा धेरै श्रमदाताहरू भेला हुनु भइरहेको छ। यतिखेर अब यहाँ चाहिँ संस्कृति पार्टीका सर्दीय अध्यक्ष हर्कराज साम्पाङजी आउँदै हुनुहुन्छ। त्यसको प्रत्यक्षमा हुनुहुन्छ। श्रमदाता बहिनीहरू यहाँ हुनुहुन्छ। फोहोर सफा गर्ने भन्ने छ। अब मैले देखेको चाहिँ यहाँ सेफ्टी हजारमा सबभन्दा ठुलो सेफ्टी हजार चाहिँ बाँदरदेखि जोगिनुपर्ने जस्तो मैले देखेको छु। त्यसो भएको कारणले बाँदरलाई नजिस्काइकन बाँदर पनि छक्क परिरहेको होला, यो के खालको बाँदरहरू आज यत्रो धेरै भेला भयो भनेर, होइन? हामी मात्रै थियौँ आज। फेरि हामी जस्तै देखिने अनि अलगलको कालो छ लाउँछ, टोपी पनि लाउँछ, के खालकोहरू होइन आयो भनेर छक्क परिरहेको होला। बाँदरले कसैलाई नटोकोस् है, कसैलाई नटोकोस्, म त्यो भन्न चाहन्छु। होइन, चलाउनु हुँदैन, त्यो चिज हो। र त्यही हो। अब हामीसँग के अरे त्यो ग्लोभ्स छ कि छैन, ग्लोभ्स होइन, ग्लोभ्स छ कि छैन, त्यति कुरा हो। भन्दै भन्न चाहेँ मास्क पनि लाउनु पर्ने भयो। अब यो पानी होला, अब कता हो के हो मलाई चाहिँ थाहा छैन, होइन? लोकेसन त्यति मलाई थाहा छैन। त्यसो भएको कारणले होइन हामीले मैले देखेको सेफ्टीको उसको कुरामा चाहिँ बाँदरसँगै जोगिनुपर्ने जस्तो मलाई लागेको छ। त्यो चिज हो। त्यति भन्न चाहन्छु। धन्यवाद छ। म हुँ श्रमदाता भन्दिनँ त एकचोटि सुनिन मैले, यता सुनिन मैले, हेर्दिन म अरूको आश, भन्दिन म जिउँदो लास, बजाउँछु श्रमले परिवेश, बनाउँछु म आफ्नो देश, अग्रसरी जोतिन्छु म धेरै देशको माटोमा, आत्मनिर्भर बन्छु म स्वाभिमानको बाटोमा। वास्ता गर्नु छैन मैले, कसले मलाई के भन्छ, आशा हेर्नु छैन मैले, कसले मलाई के दिन्छ। ऐना हेर्दा जो देखिन्छ उही हो देश बनाउने। सबैले भनौँ न, मैले मुखुट चलिरहेको देखेको छैन सबैले। ऐना हेर्दा जो देखिन्छ उही हो देश बनाउने। आफ्नो देश बनाउनु छ, आशा हेर्ने। म हुँ श्रमदाता हो। यो चाहिँ हाम्रो मन्त्र हो क्या, यो चाहिँ मन्त्र हो। तपाईँहरूले पनि सिक्नुपर्छ। कतिमा पढ्नुहुन्छ तपाईँहरू? 11मा। अनि सबभन्दा सानी त हजुर देख्नुहुन्छ त। त्यही भएर अघि यता धेरै सोधियो क्या, यता ठुली हुनुहुँदो रहेछ। मन्त्री हुने भन्नु न। अब आज भनेपछि अब यहाँनिर श्रमदान गर्दै हुनुहुन्छ होइन? को को आउनुभएको छ घरदेखि? घरदेखि त हाम्रो ठुलो मम्मी हाम्रो पुरै फ्यामिलीहरू आउनुभएको छ। पुरै फ्यामिली आउनुभएको छ? मम्मीहरू बुवाहरू पहिला पनि आउनुहुन्थ्यो श्रमदानमा? पहिला पनि आउनुहुन्थ्यो। हामी चाहिँ आज फर्स्ट टाइम आएको, किनकि हाम्रो चाहिँ इक्जाम चलिरहेको थियो, स्कुल पनि थियो, त्यही भएर हामी आउनु गएको
आज बिदा पनि छ अब भर्खरै मात्र युवा होइन हाम्रो देशको प्रधानमन्त्री नै युवा भर्खरको अनि हाम्रो गृहमन्त्री नि भर्खरको युवा हुनुहुन्छ होइन कस्तो लाग्छ बालेन शाह राम्रै लाग्छ अब हेट पनि गर्नु हुँदैन सबैको मर्जी हुन्छ जसलाई सपोर्ट गर्नु छ त्यसलाई नै सपोर्ट गर्नुपर्छ तर राम्रोलाई हेर्नुपर्छ आफ्नो ठाउँमा उहाँले गर्नुभएको सबै कामहरू राम्रो छ अनि अब पछिल्लो समय चाहिँ निकै नै चर्चित अब होइन उहाँको काम गर्ने स्टाइल भनौँ न एकदम छिटो छिटो काम गरिरहनु भएको छ सबैले पक्रिने थुन्ने गर्नुभएको छ भ्रष्टाचारीहरूलाई हाम्रो गृहमन्त्री सुदन गुरुङ होइन उहाँ चाहिँ कस्तो लाग्छ तपाईँहरूलाई राम्रै हुनुहुन्छ तर के चाहिँ मन परेन भन्नुहोस् न अलिकति कस्तो स्टाइल भनेर उहाँको काम गर्ने विधि अथवा के तपाईँहरूले भन्न खोजेको अलि गृहमन्त्रीज्यूले जुन कदमहरू चालेको छ त्यो अलि छिटो भयो हतार भयो भन्नु जसरी अहिले शहीदहरू जसरी जेल हुनु परेको थियो रोजेन्डी आन्दोलनमा उहाँहरूको आमा बाबुले पनि त न्याय पाउनु हतार होला नि त यो भएर पनि गर्न सकिएको हुन्छ यसलाई यसरी पनि हेर्न सकिन्छ तर यो हर्का सामग्रीहरू गर्ने मान्छे चाहिँ अलिक राम्रो होइन अलिक राम्रो लाग्दैन त्यसैले हेट चाहिँ गर्नु देशको विकासको लागि आउनु भएको सबैले तपाईँहरूको जस्तो नि मानसिकता हुनुपर्छ भन्ने हुँदैन मानिसहरूको विभिन्न गाली पनि दिइरहेको हुन्छ तर त्यो चाहिँ राम्रो होइन दिनु हुँदैन होइन यहीँबाटै हुन्छ यहीँबाट धेरै आफ्नै मनको भावनाहरू हुन्छ तर गाली चाहिँ यसरी अरूलाई दिनु हुँदैन त्यस्तै हाम्रो बहिनी 11 मा पढ्दै हुनुहुँदो रहेछ होइन तपाईँलाई चाहिँ के लाग्छ तपाईँले सायद उहाँहरूले भन्दा अलिक धेरै पढ्नु भएको छ 2-4 भन्छ नि नेपाली उखानमा 2-4वटा भोटो भएन अगाडि फाटेको मान्छे हुनुहुन्छ भने तपाईँलाई चाहिँ के लाग्छ यो अहिले सुदन गुरुङको यो कदमहरूप्रति तपाईँको चाहिँ धारणा के छ मलाई सुदन गुरुङ हाम्रो गृहमन्त्रीले गर्नुभएको सबै कामहरू चाहिँ मलाई लाग्छ उहाँको ठाउँमा चाहिँ उहाँको भिजनमा चाहिँ उहाँको थट्सहरूमा चाहिँ उहाँले जे गर्नुभएको छ उहाँको लागि त्यो उहाँको लागि असल होला अब तर कति मान्छेहरूको डिफ्रेन्ट थट्स हुन्छ नि त मान्छेहरूको कुनै मान्छेलाई चाहिँ एकदमै हतार लाग्छ कुनै मान्छेलाई चाहिँ उहाँले किन त्यसको हतार गर्नुभयो अनि अर्कोलाई चाहिँ अब जेएनजी आन्दोलनमा कति मान्छे न्याय पाएको होइन नि त कति आमा बुवाहरू आफ्नो छोराछोरीको ज्यान गुम्दाखेरि कति हुनुभएको थियो होला उहाँलाई पनि न्याय दिनको लागि उहाँले हाम्रो गृहमन्त्रीले चाल उहाँले गर्नुभयो कि भनेर चाहिँ उहाँलाई लाग्छ त्यो भएर चाहिँ मान्छेहरूको थट्सहरू चाहिँ डिफ्रेन्ट भएको कारणले चाहिँ इन्टरनेटमा चाहिँ त्यो हुन्छ नि त्यो रियाक्सनको चाहिँ मिक्सहरू उहाँले जे गर्दै हुनुहुन्छ होइन एउटा जनताकै काम गर्दै हुनुहुन्छ भन्ने तपाईँको धारणा भयो होइन उहाँको ठाउँमा चाहिँ त्यही लाग्ला तर मलाई चाहिँ हर्का सम्पादन गर्नुभएको कुराहरू डेभलपमेन्टल वर्ड्सहरू चाहिँ एकदमै मनपर्छ मेरो चाहिँ अन्तिम प्रश्न पूर्व प्रधानमन्त्री केपी ओली शर्मालाई र गृहमन्त्री रमेश लेखकलाई चाहिँ तपाईँले कुन कसरी उहाँलाई चिन्नुहुन्छ के छ उहाँको केपी ओली त त्यति राम्रो मान्छे होइन भ्रष्टाचार पनि गरिरहेको हुन्छ अब न्युजहरूमा हेरौँ भने धेरै जस्तो भ्रष्टाचार कुराहरू आइरहेको हुन्छ केपीको बारेमा आज त्यो जेएनजीहरूलाई गोली चलाउने नेपाली केपीहरूले भने जस्तो लागेको छ मलाई चाहिँ न्युजले भन्यो सर केपी ओलीले तर अरूको बच्चाहरूमाथि यसरी गोली चाहिँ चलाउनु हुँदैन त्यसैले जति भए पनि समाजले सक्नुपर्ने गोली चाहिँ हाल्नु अब उनीहरू त्यो बालबालिकाको बच्चाहरूको आमा बुवाहरूलाई के गरिरहेको अब बुझ्नु पनि सक्नुपर्छ त्यही कारणले त अनि गृहमन्त्रीले एक्सन लिइरहेको छैन अनि छिटो भयो भन्ने नि होइन छिटो त भयो तर अलिक बिस्तारै गर्नु पऱ्यो नि त यहाँको स्थानीय श्रमदाताजीहरूले देखाउनुहुन्छ त्यहाँ हामी चाहिँ धरानुको महानगरपालिकाको मेयर हुँदै गर्दाखेरि त्यहाँको हरेक काममा तपाईँ श्रमदान गर्नुहुन्छ मान्य भइसकेपछि त्यहाँ श्रमदान गर्न कति हुन्छ के छ आज पनि चलिरहेछ त्यहाँ होइन बाटो बनाउँदै हुनुहुन्छ धरानमा त हामी म्यासिभ के अरे श्रमदान गर्छौँ त्यहाँ त तपाईँको अरबौँको कामहरू गरेका छौँ मान्यजी यो दार्चुलाको पुल बनाउने विषयमा तपाईँले चर्को विषयमा उठाउनु भएको थियो यसलाई चाहिँ कसरी गर्नु म जाँदैछु बिहान दार्चुला जाँदै हुनुहुन्छ टिम गइसक्यो हजुर पहिला हाम्रो इन्जिनियरको टिम गएर अब पर्सि गएर चाहिँ हामी शिलान्यास गर्छौँ काम टोली उता गइसक्यो हामी अब त्यसरी एकलौटी गर्दा भारतले मान्दैन भन्ने कुरा पनि छ त के होइन होइन त्यो सिमानामा होइन नि त दार्चुलाभित्रै गर्ने हो हरेक शनिबार सोमबार सिमानाको कुराहरूमा चाहिँ अब त्यहाँ अब यो सोमबार काठमाडौँमा लागू भइसक्यो हो यो त धेरै पहिलादेखि हो नि
तर अब म चाहिँ उता बस्छु जितेनजीहरू लगायतका मान्छेहरूले अगुवाई गर्नुहुन्छ केही न केही काम गर्नुपर्छ यो श्रमदानको लागि चाहिँ प्रधानमन्त्रीलाई चाहिँ तपाईँको के सुझाव छ? मेरो केही पनि छैन। उहाँ अब व्यस्त हुनुहुन्छ होइन। अब उहाँको तपाईँको पदीय जिम्मेवारी धेरै हुन्छ। त्यसले गर्दाखेरि उहाँलाई के भइरहेछ। तर राज्यको नीतिमा श्रमदानलाई पनि विकासको मोडेलमा थप्नुपर्छ भन्ने कुरा चाहिँ मैले सदनमा राखेको छु। तपाईँहरूको सम्बन्ध फेरि जोडिएको हो कि होइन जुन संसद भवनभित्र तपाईँहरूले अङ्गाल मारेको होइन नि यस्तो छ। त्यस्तो नराम्रो पनि भएको थिएन, राम्रो पनि भएको छैन। हामी एउटा उसमा छौँ नि, उहाँ एउटा काम गर्नुहुन्छ, म काम गर्छु। त्यस्तो के छ र? नराम्रो भएको थियो, राम्रो भयो भन्ने विषय नै छैन नि त्यो त। तर मित्रता चाहिँ कायमै मित्रता त अब पहिल्यैदेखि बोलचाल हो हाम्रो। हजुर प्रधानमन्त्रीले के भन्नु तपाईँलाई के भन्नु? के संवाद भयो प्रधानमन्त्रीज्यू र के संवाद भएकै छैन। संवाद त सन्चै हुनुहुन्छ। यो त्यो यस्तै त हो, सन्चो बिसन्चो कुराहरू चाहिँ। भनेपछि अब हाम्रो काममा साथ सपोर्ट रहिरहन्छ। साथ सपोर्ट त किन नरहने? सबै एउटै त, एउटै सिस्टमको पार्ट जस्तो हो हामी। कता कता सुनिरहेको हुन्छ क्या सर, हजुरले धरान छोड्नु भएपछि धरान फोहोर भयो, काठमाडौँ आउने बित्तिकै काठमाडौँ सफा हुन थाले भन्ने कुराहरू पनि आइरहेको हुन्छ। त्यो त मान्छेले बुझ्ने कुरा हो। पब्लिकले बुझ्ने कुरालाई फेरि मैले आफ्नो तरिकाले बुझ्न आग्रह गर्न सक्दिनँ। त्यो पुल बनाउने काम त अब सरकारको थियो। अब हर्क साथमा कस्तो मूर्ख भन्ने जस्तो पनि टिका टिप्पणी गरिरहेको छ। के भन्नुहुन्छ यसमा? त त्यस्तो हो, नागरिकले आफ्नो देश बनाउनु पाउँछ नि त। हो त्यस्तो त मूर्ख भनेदेखि त तपाईँको धेरै पहिलादेखिको हो नि त। म त्यस्तो मूर्ख, म त यस्तो काम गरेर त वर्ल्ड मान्छे कहाँ गएर पुल बनाइदिनु न, वर्ल्ड रेकर्ड राख्ने मान्छे हो। फेरि श्रमदान गरेर वर्ल्ड रेकर्ड क्या, संसारमा कोही पनि छैन श्रमदान गरेर वर्ल्ड रेकर्ड राख्ने। त्यसले गर्दाखेरि त्यस्तो हो, म जस्तो मूर्ख बन्नुपर्छ सबैजना। कहिलेसम्ममा वर्ल्ड रेकर्ड कायम होला त सर? के थो कायम राखिसकेको मान्छे भन्छु। हजुर अब फेरि पनि नयाँ रेकर्ड चाहिँ कहिले अब रेकर्ड त अरूले दिने हो, मैले दिएँ मैले भनेर दिने होइन। त्यो पनि मैले मागेर दिएको होइन। बालेन शाहलाई हर्क साङपाङको श्रम संस्कृति पार्टीमा ल्याएर श्रम गराउन कतिको मन छ तपाईँलाई? के अरे यस्तो छ, उहाँको अब आफ्नै ऊ छ होइन। म श्रमदानको टी सर्ट चाहिँ एउटा दिनु पऱ्यो भन्ने। बालेन शाहलाई कहिले दिनु? अनि गृहमन्त्री संसदमा उताउलो हुन्छ, भेट्छौँ नि हामी। प्रस्ताव राखेपछि सुदन गुरुङ त आउनु पनि हुन्छ होला जस्तो लाग्छ। सुदन गुरुङज्यू गृहमन्त्रीज्यू उहाँलाई बोलाउँदा त आउनु। उहाँलाई भेस्ट दिने कि नदिने भन्ने कुरा छ क्या। उपसभामुखको बारेमा यहाँले नयाँलाई भोट हाल्दै हुनुहुन्छ होइन? वार्ता गर्नु कि हजुर एकचोटि वार्ता गर्नु पऱ्यो नि त उपसभामुखको विषयमा। वार्ता कोसँग हो? नयाँलाई भोट हाल्छ कि हाल्दैन हेर्छौँ भन्नु भएको छैन? एकचोटि वार्ता गर्दा के हामी उम्मेदवारी दिन्छौँ र त्यहाँ के अरे अब के भन्छ अरे, अब उहाँहरूले कता भोट हाल्नुहुन्छ? नयाँलाई भोट हाल्छ कि हाम्रो के अरे मैले लेखाएको छु त 7 भोट मात्रै आउने हो कि तपाईँको 189 भोट आउने हो? होइन त्यो एउटा के अरे व्यङ्ग्य जस्तो पनि प्लस यथार्थ पनि हो। हामी उम्मेदवारी चाहिँ दिन्छौँ किनभने अब सभामुखमा त अब उहाँहरूको भइहाल्यो, निर्विरोधै भइहाल्यो होइन। अब भोलिको बैठकमा औपचारिकता दिनु बाँकी छ, त्यो औपचारिकता चाहिँ हुनैपर्छ। अहिले माननीय भएको मध्येमा हजुरले श्रम संस्कृतिमा ल्याएर मजाले श्रम गराउन चाहिँ कुन माननीयलाई मन लागेको छ? ठ्याक्क भन्नुहोस्। साह्रै हँसाउनु। हरेक मान्छेले श्रमदान त गर्नुपर्छ नि, किनभने हाम्रो देश भनेको त्यत्रो धेरै बजेट भएको देश होइन कि। गाह्रो छ नि त, मनिपालिका चलाएरै आएको मान्छे हो, पैसाले नपुगेर कस्तो ठुलो समस्या हुन्छ। त्यसले गर्दाखेरि श्रमदानबाट हामीले चाहिँ पूरक विकासहरू गर्नुपर्छ कि नपुगेका विकासहरूलाई। उम्मेदवारी टुङ्गो लागेको माननीयज्यू? उम्मेदवारी दिने निर्णय भइसक्यो। त्यो त किन भन्नु, आइहाल्छ त्यो। हाम्रो त के ठुलो 700 जनाको समूह होइन, 100 जनाको समूह होइन। सभामुखलाई के सुझाव दिन चाहनुहुन्छ? समयको कुरा बोल्ने मैले भनिसकेको छु त, के अरे निष्पक्ष त रहनै पर्छ। किनभने सभामुख उपसभामुख बनिसकेपछि पार्टीको मेम्बर बन्दैन, त्यो संवैधानिक पद हो, राजनीतिक पद, पार्टीगत पद होइन। र उहाँहरू चाहिँ एउटा निष्पक्ष भएर होइन, एउटा अभिभावकीय भूमिका सदनमा खेल्नुहुनेछ र
त्यही भन्छु म चाहिँ के अरे निष्पक्ष भएर रहनु होला प्रतिपक्षी अथवा साधारण आई मिन लाइक द सानो दलहरूलाई पनि होइन मैले आवाज उठाइसकेको छु पर्याप्त बोल्ने समय दिनुपर्छ किनभने साना मान्छेहरूसँगै ठुल्ठुला गुनासाहरू हुने गर्छन् के देशमा त्यसले गर्दाखेरि अब साना मान्छेहरूको ठुल्ठुला गुनासाहरू साना दलका ठुल्ठुला गुनासाहरू सुन्नुपर्छ त्यसका लागि अब बैठकै 16-17 मिनट ढिलो सुरु गर्ने तर बोल्न चाहिँ फेरि 3 मिनटमा सकिसक भन्दाखेरि त्यो चाहिँ राम्रो चलन देखिएको छैन अब आगामी दिनहरूमा चाहिँ राम्रै हुन्छ होला भएन भने म फेरि घडी उपहार ल्याउँछु संसदमा घडी नै ल्याउँछु रिस्ट वाच होइन अनि उपहार फेरि ढिलाउनेलाई सिंहदरबारमा सस्तो खालको तर फेरि महँगो हुँदैन सिंहदरबारमा हर्क साङपाङको श्रम संस्कृति पार्टीको क्याम्पेन जान्छ कि जाँदैन अस्ति जलेको सिंहदरबार छ यति बेला सिंहदरबार बनाउने भन्ने कुरा चाहिँ फेरि त्यो चान्चुने कुरा जे पार्टी पनि होइन होइन त्यहाँ अब धेरै कुराहरू छन् त्यो अब पुरातात्विक हिसाबको कुरा पनि हो त्यो होइन एउटा धेरै पुरानो बिल्डिङ हो अब त्यहाँ गएर कोही मान्छेले अब ऊमा आवेगमा आएर गर्छु भनिहाल्नु र गर भनिहाल्ने खालको स्थिति छैन त्यहाँभित्र चाहिँ हामीले अब श्रमदान सरसफाइसम्म चाहिँ अनुमति लिएर गर्छौँ सम्बन्धित निकायलाई सरसफाइ पनि त्यहाँ थुप्रो रहेछ तर त्यो कन्स्ट्रक्सनको काम त्यो दरबारभित्र छिर्ने कामहरू चाहिँ हाम्रोबाट हुँदैन दार्चुलाको पुल चाहिँ कहिलेसम्म बनाएर सिधाउनुहुन्छ त्यो त सिधाइहाल्छौँ हामी हाम्रो कति महिनाभित्र दिनभित्र फेरि हामी श्रमदाताको टोली भनेको चाहिँ एकदम हो क्या एक्सपर्ट हो तपाईँ पनि आउनु है मिडिया पनि आउँछ ठुलो ढुङ्गा बोकाउँछु म क्यामेरा पर राख्ने स्ट्यान्डमा हुन्छ प्रधानमन्त्री बन्ने यो छ कि छैन सर हर्क सामङ कहिले प्रधानमन्त्री बन्छ प्रधानमन्त्री हजुर तपाईँहरूले कहिले बनाउने होइन अब कता जानुभयो खै त्यो क्यामेराले प्रधानमन्त्री बन्ने इच्छा धेरै ठुलो छ किन जहिले बनाउनु छ तैले इन्ट्रेस्ट नभएको जसलाई तैले तपाईँहरूले जहिले बनाउनु छ तैले बन्छु म कहिले पनि बन्नु तयार माननीयज्यू हुनुभएको छ यहाँ स्वयम्भूमा हजुरलाई सरसफाइ कार्यक्रममा देखियो आज माननीय हुँदा सरसफाइमा देखियो भने प्रधानमन्त्री हुँदा चाहिँ सरसफाइमा देखिन्छ कि मेरो अभियान भन्दैछु त जुनै पदमा रहे पनि अभियान चाहिँ इम्पोर्टेन्ट अभियान जारी रहन्छ पद त म जस्तै धरानको प्रमुख थिएँ होइन सधैँभरको लागि त थिइनँ नि त अब यो अहिलेको पद पनि सधैँभरको लागि त होइन तर मेरो अभियान चाहिँ जीवनभर रहन्छ 70 वर्षमा दिने वृद्ध भत्ता राष्ट्रपालले 75 बनाइदियो के भन्नुहुन्छ यसमा तपाईँ त्यो धेरै आलोचना हाम्रो विरोधहरू भइसकेपछि उहाँहरूले त्यो चाहिँ हामीले गरेका थिएनौँ भन्ने खालको किसिमले अहिले मिडियामा भन्दै हुनुहुन्छ त्यो गर्नु हुँदैन किनभने एउटा सबैलाई आफ्नै किसिमको सम्झिनु हुँदैन क्या सबैसँग बराबर पैसा छ त गोजीमाइल तपाईँहरूको छैन होइन कोहीसँग अलिक धेरै होला कोहीसँग थोरै होला यसले गर्दाखेरि त्यस्ता निम्न तपाईँको छैन खेरि आए भएका आमा बाबाको लागि सम्झिनु पऱ्यो नि त होइन जसले चाहिँ त्यो मेरो भत्ता आउँछ र मैले चाहिँ मेरो टाउको दुखेको दबाई खान्छु भनेर सोचिरहेको होला क्या होइन कतिलाई त आवश्यक छैन भने नलिँदा पनि हुन्छ क्या राम्रो आर्थिक अवस्था हुने आमा बाबालाई त्यो नलिँदा पनि हुन्छ है तर कतिको चाहिँ त्यस्तो छ नि त होइन त्यो तपाईँको 3-4 हजार रुपियाँ पैसा कहिले मेरो आउँछ र त्यो पनि 3 महिनामा दिन्छ हो कहिले आउँछ र मैले चाहिँ के अरे औषधि गरौँला के गरौँला भनिरहेको हुन्छ त्यो खालको मान्छेहरूको लागि चाहिँ एकदम आवश्यक छ क्या त्यो चिज त्यसले गर्दा त्यसलाई त्यो 75मा पुर्याउने अब लाइफ एक्सपेक्टेन्सी भनेकै अराउन्ड 70 हो हाम्रो होइन हो कि भन्नु न औषध आयो अनि तपाईँको त्यो औषध आयो भन्दा मासतिर लगेर अनि आज कति बजेसम्म रहनु हुने चिठा पार्ने खालको गर्नु हुँदैन नि वृद्ध भत्तालाई महावीर पुनले आज शनिबारको सदुपयोग गरेर किताब बेच्दै हुनुहुन्छ यता श्रम संस्कृति पार्टीको अभियानमा हुनुहुन्छ के भन्नुहुन्छ उहाँको किताब पनि थुप्रै हामीले धरानमा चाहिँ किन्दैका थियौँ सबभन्दा द हाइएस्ट सेल हामीले नै गरिदिएका थियौँ हाम्रो तपाईँको त्यतिखेर पार्टी थिएन मेरो तर श्रमदानको एउटा स्वतन्त्र हाम्रो चाहिँ नागरिक समाज भन्ने थियो हामीले नै बेच्दै हो उहाँलाई अझै शुभकामना धेरै बेच्नु होला तर एउटा वाक्य चाहिँ उहाँलाई मैले भन्न चाहन्छु अब भेटेर पनि भन्न खोजे हो उहाँको एउटा अरू सबै मनपर्छ मलाई महावीर दाइको एउटा भनै मन पर्दैन त्यो चाहिँ के भन्नुहुन्छ भने यो देश पनि मान्छे जस्तै हो होइन देश पनि मर्न सक्छ धेरै त्यस्तो उदाहरण देखियो भन्नुहुन्छ त्यो एउटा उहाँको जुन भनाइ छ नि त्यसमा चाहिँ मेरो स्ट्रङ के अरे तपाईँको आपत्ति छ होइन प्रोटेस्ट नै त नभनिहालौँ त्यसो भन्नु हुँदैन देश मर्नु हुँदैन हाम्रो हजुरले प्रधानमन्त्रीसँग भेटेपछि बालेन्द्र शाह प्रधानमन्त्रीसँग भेटेपछि
सरसफाइ हुँदैछ कि सरसफाइ हुँदैछ कि छैन ल सरसफाइ पनि गर्दै गरौँ धेरै लास्ट क्वेसन ल हजुरसँग प्रधानमन्त्रीको भेट भएपछि उपसभामुख चाहिँ काम गरौँ काम साम्बाङले पाउने भन्ने खालको हल्ला छ नि बाहिरी त्यो वास्तविकता हो कि शङ्का हो होइन हामीले उम्मेदवारी त दिन्छौँ त्यो कुरा भएको छ कि छैन प्रधानमन्त्रीजीसँग थाहा छैन कुरा हुनु पर्यो नि त शङ्का मात्र हो कति कुरा नभनेर नै मिठा 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 हुन्छ नि होइन महावीर पुन्जुल भन्नु हुँदैन मन्त्री भन्दा पहिला प्रधानमन्त्री हुने रहर छ अरे क्या हर्क साङपाङले यो प्रधानमन्त्री भएर यो देशको विकास गर्ने ठुलो रहर छ भन्ने देखिन्छ कि के भन्नु त्यो त रहर त तपाईँसँग पनि हुनुपर्छ यदि तपाईँ राजनीति गर्नुहुन्छ भने अब पत्रकारिता मात्रै गर्छु भन्यो भने त यति चान्स हुँदैन तर राजनीति गर्ने मान्छेले तपाईँको शीर्षस्थ स्थानमा पुगेर काम गर्छु देशको सेवा गर्छु भन्ने उद्देश्य सबैले राख्नुपर्छ कसैले त्यो राखेको छैन भने त्यो राजनीति नै होइन हस् ल धेरै धेरै धन्यवाद माननीय महावीर